सम्पूर्णमा नमस्कार। म प्रदीप खड्का, धनगढी उपमहानगरपालिका वडा नम्बर 8 मा अवस्थित डिस्कभरी सेकेन्डरी स्कुलको शिक्षक। आज मिति 2082 साल फागुन 29 गतेका दिन सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको गोदावरी नगरपालिकामा अवस्थित गेटा मत्स्य विकास केन्द्रमा हाम्रो टोली स्थलगत भ्रमणमा आएको छ, जसमा हाम्रो यस विद्यालयका आदरणीय कोअर्डिनेटर सर, कक्षा 7 का कक्षा शिक्षक आदरणीय डम्बर चौधरी सर, आदरणीय राधा ओझा म्याम र म स्वयं लगायत हाम्रो कक्षा 7 मा अध्ययनरत तीनै सेक्सनका विद्यार्थी भाइ बहिनीहरू यहाँ उपस्थित छौँ। भर्खरै हामीले विद्यार्थी भाइ बहिनीहरूलाई यहाँ रहेका सम्पूर्ण पोखरीहरूको अवलोकन गरायौँ, जसमा जम्मा 40 वटा पोखरी रहेका छन्। यस गेटा मत्स्य विकास केन्द्रको स्थापना आर्थिक वर्ष 2032-33 मा भएको हो, जहाँ यस कार्यालयका कार्यालय प्रमुखको रूपमा आदरणीय सर निर्मल खातीज्यू हुनुहुन्छ र सोही क्षेत्र सोही कार्यालयको प्राविधिक हेर्दै हुनुहुन्छ सरोज रेग्मी सर। सरोज रेग्मी सरले हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई थुप्रै जानकारी दिइसक्नु भएको छ, जसमध्ये 9 प्रजातिका माछाका भुराहरू उत्पादन हुन्छ भन्ने हामीलाई जानकारी दिनुभएको छ। यो क्षेत्र खास गेटा मत्स्य विकास केन्द्र ब्रिडिङ भुरा उत्पादनको केन्द्रका रूपमा स्थापना गरिएको रहेछ, जसमा विभिन्न किसिमका स्वदेशी विदेशी भुराहरूको उत्पादन रहेको छ, जसमा स्वदेशी प्रजातिका माछाका भुराहरू रहु, नैनी र विदेशी प्रजातिका भुराहरू जस्तै सिल्भर कार्प, इन्डियन कार्प, कमन कार्प लगायतका विभिन्न प्रजातिका माछाहरू यहाँ ब्रिडिङ गर्दै आउनु भएको रहेछ। यसको कुरा गर्दै गर्दा यहाँ विभिन्न तलाउहरूमा विभिन्न प्रजातिका माछाहरू र विभिन्न प्रजातिका माछाहरू पनि विभिन्न तलाउको विभिन्न अवस्थितिमा रहने गर्छन्। विभिन्न जस्तै अप्पर लेयरमा चाहिँ कमन कार्प्स लगायतका माछा, त्यस्तो प्रजातिका माछाहरूले माथिल्लो सतहमा पाइने खाद्यान्नहरूको खाने र आफ्नो जीवन चक्र पुरा गर्ने। त्यसै गरी कम्पाउन्ड मध्यम लेयरका माछाहरूले त्यो सतहमा पाइने जस्तै सिल्भर क्रापहरू प्रजातिका माछाहरू र अर्को ग्रास फिडर्स तलाउमा भएका ससाना बुट्यानहरू खाएर आफ्नो जीवन चक्र पुरा गर्ने रहेछन्। यसमा यो हाम्रो आर्टिफिसियल रूपमा निर्माण गरेका तलाउ पोखरी भएको हुँदा यसमा आर्टिफिसियल किसिमको ब्रिडिङ सिस्टम प्रयोग भएको रहेछ, जसलाई इन्ड्युस ब्रिडिङ सिस्टम भनिन्छ। यो इन्ड्युस ब्रिडिङ सिस्टम भनेको चाहिँ भुराहरूको भालेपोथी परीक्षण गर्न, त्यसमा हर्मोन इन्जेक्सन दिन र ह्याचरी भइसक्यो भनेपछि छुट्टै किसिमको विशेष किसिमको ट्याङ्की प्रयोग गरेर ब्रिडिङ उत्पादन गर्ने विधि रहेछ। त्यसै गरी अब हामीले हाम्रा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान त स्कुलमा दिइ नै रहेका छौँ। हाम्रो विज्ञान विषय अन्तर्गतका विभिन्न बायोलोजी सेक्टरमा हामीले विभिन्न किसिमको ज्ञान त दिँदै गएका छौँ, तर हामीले आज हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई स्थलगत भ्रमण गराएर एकदमै के हो त सैद्धान्तिक ज्ञान मात्र नभएर के हो त प्रयोगात्मक ज्ञान भनेको के हो, हामीले कसरी व्यवसाय गर्न सक्छौँ, के छ माछाको फाइदा, माछामा कस्तो किसिमको प्रोटिन भिटामिन्सहरू पाइन्छ र माछाको लाइफ साइकल जीवन चक्र कसरी सम्पन्न हुन्छ भन्ने कुरा स्थलगत रूपमा जानकारी प्राप्त गर्न पाउनुभयो विद्यार्थी भाइ बहिनीहरूले। आशा छ भावी दिनहरूमा
हाम्रा विद्यार्थी भाइ बहिनीहरू पनि एउटा भावी भविष्यमा यो व्यवसाय पनि अवलम्बन गर्दैन भन्न सकिँदैन। उहाँहरूले पनि यो व्यवसाय अवलम्बन गर्न सक्छन्, जसमा हामी फेरि म एउटा माछाको लाइफ साइकललाई पनि छोटो रूपमा भन्न चाहे। फिसको लाइफ साइकल चाहिँ मेनली 4 स्टेजमा कम्प्लिट हुन्छ। एग, लार्भा, जसलाई हामी फ्राई पनि भन्न सक्छौँ। त्यसपछिको अर्को जुबिनाइल फिस भनिन्छ 3rd स्टेप, एन्ड देन आफ्टर एडल्ट भनेर 4 स्टेपमा चाहिँ माछाको लाइफ साइकल कम्प्लिट हुन जान्छ। अब माछाको के छ त आवश्यकता, यो हाम्रो आर्टिफिसियल रूपमा यहाँ हामीले ब्रिडिङ उत्पादन गर्दै गर्दा हामीलाई यहाँ के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा पनि छ, जसमा हामीले अक्सिजनको मात्रा पर्याप्त मात्रा चाहिन्छ, जसका लागि डिजल्भ अक्सिजनको रेसियोहरू उपयुक्त मात्रामा ब्यालेन्स गर्नुपर्छ। त्यसका लागि पनि विभिन्न किसिमका प्राविधिक कुराहरू जडान गरिएका छन्। त्यसका साथसाथै पानीको pH लेभललाई पनि हामीले मेन्टेन गरेर राख्नुपर्छ, जसका लागि पानीको pH लेभल चाहिँ हामीले 6.8 देखि 8.5 सम्मको पानीको pH लेभललाई पनि मेन्टेन गर्न सक्नुपर्छ, जसले गर्दा माछाका भुराहरू सजिलैसँग सर्भाइभ गर्न सक्छन्। त्यसका लागि अब म अन्त्यमा इम्पोर्टेन्स किन महत्त्वपूर्ण छ त भन्न गइरहेको छु। माछा भनेको हाम्रो स्वास्थ्य, मानव स्वास्थ्यका लागि पनि एकदमै प्रोटिनस, एकदमै ओमेगा 3 जस्ता भिटामिन्स, प्रोटिन्सहरूले भरिपूर्ण हुन्छ माछा, जसले गर्दा हाम्रो बडी बिल्डिङमा पनि सहयोग गर्छ। र अन्त्यमा म हाम्रा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसका साथसाथै व्यावहारिक ज्ञानलाई आत्मसात गर्नका लागि यो आधुनिक युगमा प्राविधिक रूपमा स्थलगत भ्रमण गरेर दिगो सिकाइलाई मध्यनजर गर्दै यो व्यवस्था मिलाइदिनु भएकोमा हाम्रो विद्यालय प्रशासनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसका साथसाथै यो सबै कुरा वातावरणलाई सहज तुल्याइदिनका लागि सहजता प्रदान गरिदिनु भएकोमा यस गेटा मत्स्य विकास केन्द्रका प्रमुख आदरणीय सर निर्मल खातीज्यू लगायत प्राविधिक सर सरोज रेग्मीज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरू सम्पूर्णको दिन शुभ रहोस्। हस्त, धन्यवाद।